टाढादेखि आउनुभएको छ यो सङ्केत संवाद कार्यक्रममा होइन तपाईँलाई सेवा अनि स्याउ होइन खास गरी लन्डनमा चाहिँ कहाँ बस्नुहुन्छ तपाईँ लन्डन म फेलतान बस्छु भन्नाले यो के आएको त तपाईँ धेरै भएको छैन नि हजुर अलमोस्ट 2 इयर्स भयो दाइ 2 इयर्स हजुर 2 वर्ष जस्तो भयो हिजो आए जस्तो लाग्छ तर 2 वर्ष पुरा भइसक्छ जे होस् तर तपाईँ खोटाङको ऐसेलु खर्क भनौँ न के अरे हुर्किनु भयो होइन हाम्रोतिर ऐसेलु खर्कमा चाहिँ हाम्रो ऐसेलु नै फल्छ तपाईँकोमा चाहिँ के ऐसेलुहरू फल्छ क्या पहिला चाहिँ ऐसेलु नै थियो रे त्यसपछि बस्ती बस्नुभन्दा अगाडि ऐसेलु खर्क भएर नै अब त्यहाँ ऐसेलुको घारी भएको हुनाले बुढापाकाहरूले त्यो राखेको होइन चाहिँ तपाईँको 2016 सालमा एउटा टेरिस्ट्रियलमा तपाईँले टेरिस्ट्रियल अलपत्रमा तपाईँले आफ्नै कथा हो अथवा त्यसमा डाइरेक्सन पनि तपाईँले गर्नुभएको थियो कथा चाहिँ स्क्रिप्ट चाहिँ म नै गर्थेँ त्यति बेला त्यस अलपत्र सिरिज हामीले सुरु गरेका थियौँ एउटा सानो टिम मिलेर गरौँ भन्ने भएर त्यसमा मैले सुरुमा स्क्रिप्ट राइटिङ गर्थेँ पछि अरूले गर्नुहुन्थ्यो डिरेक्सन दाइहरूले पछि चाहिँ मैले बिचमा डिरेक्सन पनि गरेको हो त्यही मात्रै हो डिरेक्सन पनि गर्नुभयो है त्यहाँ चाहिँ कथाहरू सबै तपाईँ आफ्नै हो हजुर कथा चाहिँ म नै थिएँ सुरुमा अब साथीहरू सबै सरसल्लाह गरेर हामीले एउटा एज अ टिम वर्क काम गरिरहेको थियौँ पछि स्क्रिप्टको जिम्मा चाहिँ साथीहरूले मलाई दिनुभएको हुनाले मैले नै स्क्रिप्ट राइटिङ चाहिँ गर्थेँ साहित्यमा नै कहिलेदेखि म प्रेरित भएँ साहित्यतर्फ कहिलेदेखि आकर्षित भएँ ठ्याक्कै त मलाई याद छैन तर मलाई जहाँसम्म याद छ मेरो साहित्यको पहिलो प्रकाशन चाहिँ बाँसबाट भयो क्या बाँस लेखनबाट भयो सबैभन्दा तपाईँलाई नै थाहा होला त्यो चाहिँ 90K भन्दा नि ओभर घेरिसकेको गीत हो होइन अनि निकै श्रोताहरूले मन पराए जस्तो लाग्यो खासै त्यो गीतभित्र चाहिँ के छ तपाईँको दुमी गीतभित्र मैले त त्यति बुझिनँ त्यो चाहिँ के दर्शाउनु मैले टाइटल भन्ने बित्तिकै हजुरलाई ठ्याक्कै याद हुन्छ बेलकिम भनेको चाहिँ गाउँघर देल भनेको गाउँ किम भनेको घर हुन्छ दुमी भाषामा त्यही भएर देलकिम भनेको गाउँघरको एउटा सम्झना गरिएर लेखिएको गीत भएको हुनाले गाउँमा हुने आफ्नोहरूले सहर पसेको आफ्नो छोरा नाति भाइ भतिजलाई गाउँ फर्क गाउँले तिमीलाई गाउँको हरेक चिजहरूले तिमीलाई सम्झिरहेका छन् मेलापात घाँस दाउरा वस्तु भाउ चराचुरुङ्गी फुल सबै चिजहरूले तिमीलाई सम्झिरहेछन् आऊ भन्ने खालको एउटा पर्सपेक्टिभबाट लेखिएको गीत हो राईहरूमा हाम्रो किराँती भाषा जतिहरू छ भाषीहरू छौँ त्यो चाहिँ टुक्रिएको भन्दा पनि विकास भएको भन्न रुचाउँछु म चाहिँ हामी त भाषामा धनीमा जति धेरै भाषा उति धेरै हामी त सांस्कृतिक धनी हो क्या पहिचानको धनी हो भाषा संस्कार संस्कृति भाषा जति धेरै हुनु त्यो त सबैभन्दा भयङ्कर ठुलो कुरा लाग्छ दाइ किनभने भाषा निर्माण गर्ने हाम्रा पुर्खाहरू कति बुद्धिमानी थिए होला कसरी त्यत्रो शब्दहरू सिर्जना गरेर सुरु भयो होला भन्ने कुरामा चाहिँ म एकदम गर्व गर्छु त्यसमा चाहिँ हजुर एकदम राम्रो एन्सर दिनु हो त्यसमा चाहिँ मैले मिसाउन खोजेको कुरा तर सबभन्दा मान्छेले त्यहाँ मैले देखेको चाहिँ कसले बनाएको त्यो भिजुअल चाहिँ एउटा भिजुअल पनि प्रपर भिजुअल होइन एउटा आर्ट भिजुअल राख्नु भएको छ त्यहाँ होइन लास्टको सिन यति राम्रो लाग्यो कि मलाई याद गर्नुभएको छ कि छैन चुरोट छ हेर्नुहोस् है अनि चुरोट खान्छ अनि चुरोट खाएर चाहिँ अनि त्यो एस्ट्रेमा चाहिँ तपाईँको चुरोट त्यहाँ निभाएको छ क्या त्यो एस्ट्रे मुनि चाहिँ तपाईँको के छ भने मान्छेको एउटा स्याडो छ क्या साइन छ क्या त्यसले मलाई एकदमै टु बी अनेस्ट मन छुयो क्या होइन द्याट मिन्स के अब हामीले सम्झिन सक्छ नि होइन लाइफ इज नथिङ होइन लाइफको अन्त पनि यसरी पनि हुन सक्छ रहेछ कविता गोष्ठीहरूमा जाने मान्छे होइन कविता भन्न रुचाउने मान्छेहरू के तपाईँले सहजै हुलमिल गर्न पाउनुभयो त केमा कस्तो लाग्यो भन्दा कस्तो राम्रो कुरा गर्नुभयो दाजु युकेको साहित्यमालाई पनि तपाईँले ट्याक्कै भेट्नुभयो कि खोजेर हिँड्नुभयो हजुर मनमा लागेको एकदम मलाई सबैभन्दा धेरै चिन्तित म नेपाल छोड्नु अघि हजुर मेरो आफ्नो मन रुचिको विषय साहित्य कला साहित्यको बाटोलाई मैले कतै पूर्ण विराम पो लगाएर जाँदैछु कि सबै चिजहरू यतै छुट्ने हो कि भन्ने सबैभन्दा धेरै तर्कना थियो मनमा कतै न कतैबाट कलाभित्रकै संसारमा म रुमलिरहेको मान्छे फुत्त निस्किँदा चाहिँ मलाई गाह्रो चाहिँ भएको थियो दाजु तर यहाँ आएपछि चाहिँ म आएको 3-4 महिनापछि नै मैले चाहिँ यस्तो कविहरू भेट भयो कि मलाई अब यहाँ पनि केही गर्न सकिन्छ है भन्ने भित्रदेखिको त्यो मर्न आँटेको हुन्छ नि भित्रको फ्रस्ट्रेट भएर एउटा स्याडतिर गइसकेको मेरो आफ्नो ऊर्जा पनि फेरि रिस्टार्ट भएर आएको
फिल भएको त्यो थियो हो है। काव्य सन्ध्या चाहिँ हुँदै रहेछ अल्ट्रासाउन्डमा ए त्यो त त्यो पहिलो श्रृङ्खला थियो क्या अरे अहिले बुझ्दा ठ्याक्कै मैले पहिलो श्रृङ्खला नै भेट्न आइपुगेँ क्या दाइ सबैभन्दा खुसी चाहिँ म त्यति बेला भएको